ढोका चाहिँ यो 7x7 को स्ट्रक्चरमा बनेको हो। यो यहाँदेखि यो भाग हेर्नुहुन्छ भने यो 4 फिट र 1.5 फिट गरेर 7 फिट र हाइट चाहिँ 7 फिट। यो ढोकामा डबल पल्ला पनि गर्न सकिन्छ। यसरी हामीले 2 पल्ला पनि निकाल्न सक्छौँ भने सिंगल पल्लामा पनि राख्न सकिन्छ। यति ठुलो ढोका र अलि हेभी हाल्ने हो भने चाहिँ डबल गर्दा बेटर हुन्छ। रह्यो यो बाँकी रहेको भागमा, यो भागमा हामीले सिसा लगाउँछौँ। सिसामा पनि फ्रेमिङ छ, हेर्नु भएको छ भने फ्रेमिङ सहितको सिसा छ यो चाहिँ। र अझ यसलाई हेर्नुभयो भने फ्रेमिङ सहितको सिसामा पनि हेर्नुभयो भने अझ हामी देख्न सक्छौँ यस्तो खालको यो सिसाको पछाडि जुन त्यो डिजाइन छ, यो डिजाइन ग्रिलबाट डिजाइन निकालिएको। यो ग्रिलको डिजाइनबाट पनि लुक्सहरू दिन सकिन्छ। हेर्नुभयो भने चाहिँ यस्तो खालको लुक्सहरू पनि यो सिसामा चाहिँ दिन सकिन्छ। एकदमै स्टाइलिस, कम खर्चिलो ढोका। यसमा खास नर्मल ढोकामा हुनुपर्ने 7x4 को फ्रेम लागेको छ। साथसाथमा यो यति फ्रेम लाग्यो है। यतिमा कति राम्रो देखेको छ हेर्नु त ढोका। यहाँलाई कस्तो लाग्यो ढोका?